ओली, देउबा र प्रचण्डले 10 वर्षसम्म गर्न नसकेको काम प्रतिभा रावलले गरिन् 4 महिनामै फत्य। बालेन सरकारले देखाउँदै सुशासनमा उत्कृष्ट नतिजा। बालेन सरकारकी मन्त्री रावलले गरिन् बाचा पूरा। पुरानो र दशकौंसम्म राज गरेका ओली, देउबा र प्रचण्डले गर्न नसकेको काम बालेन सरकारकी मन्त्री प्रतिभा रावलले 4 महिनामै फत्य गरेकी छन्। मन्त्री रावलले जिम्मेवारी सम्हालेको 4 महिनामै एउटा यस्तो ऐतिहासिक काम गरेकी छन् जुन विगत 1 दशकदेखि नेपालको प्रशासनिक क्षेत्रमा सबैभन्दा ठूलो चुनौती र टाउको दुखाइको विषय बनेको थियो। गत चैत 13 गते भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा उनले बाचा गरेकी थिइन्। स्थानीय तहमा वर्षौंदेखि जरा गाडेर बसेको प्रमुख प्रशासकीय अधिकृतको अभाव र खटन पटनको समस्यालाई पूर्ण रूपमा समाधान गर्नेछु। नेपालको अस्थिर राजनीतिक परिदृश्य र कर्मचारी तन्त्रको असहयोगलाई निकटबाट बुझेका धेरैका लागि मन्त्री रावलको यो भनाई सस्तो लोकप्रिय नारा मात्रै थियो। तर बालेन सरकारको क्याबिनेटमा उत्कृष्ट कार्य सम्पादन गरिरहेकी मन्त्री रावलले आफ्नो भनाइलाई प्रमाणित गरिदिएकी छन्। लामो समयदेखि निमित्तको भरमा चलिरहेका र कर्मचारी जान नमान्ने रोगले ग्रसित स्थानीय तहहरूले अब दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। यो सँगै देशका 753वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पूर्ण रूपमा पदपूर्ति भएको छ। नेपालमा संघीयता कार्यान्वयनमा आएपछि र विशेष गरी 2074 सालमा स्थानीय तहको पहिलो निर्वाचन भएता कुनै पनि सरकारले सबै स्थानीय तहमा दरबन्दी बमोजिम पूर्ण रूपमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेका थिएनन्। देशले यस बीचमा ठूला राजनीतिक परिवर्तन र अनेकौं सरकारहरू देख्यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्ता शीर्ष र अनुभवी नेताहरूले पालै पालो सरकारको नेतृत्व गरे। उनीहरूले सुशासन र समृद्धिका ठूलठूला नारा त दिए, तर सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने सबैभन्दा महत्वपूर्ण कडीको रूपमा रहेको स्थानीय तहको प्रशासनलाई भने चुस्त दुरुस्त बनाउन सकेनन्। उनीहरूको 10 वर्षे कार्यकालमा पालिकाको प्रशासनमा सुशासन कायम गर्नुको साटो अति राजनीतिकरण गर्ने, कर्मचारी खटन पटनमा मनपरी गर्ने र आफ्ना नजिकका कर्मचारीलाई काठमाडौँ उपत्यका वा सुगम स्थानमा मात्रै राख्ने प्रवृत्ति हावी थियो। प्रमुख प्रशासकीय अधिकृत नहुँदाको प्रत्यक्ष मार आम नागरिकले भोग्नु परेको थियो। कर्मचारीको नेतृत्व नै रिक्त हुँदा वा तल्लो तहका कर्मचारीलाई निमित्त दिएर काम चलाउँदा स्थानीय तहमा विकास निर्माणका कामहरू ठप्प प्राय थिए भने सेवा प्रवाह अत्यन्तै प्रभावित हुँदै आएको थियो।